चाहिँ अस्ति फुटसल खेल्दाखेरि घाउ भएको थियो र अहिलेसम्म पनि निको भएको छैन। अब यु क्यान सी अहिले बिहानको 4:30 बजिरहेछ। सो अलराइट गाइस, मेरो चाहिँ बिहान उठ्ने बित्तिकै सुरु काम भनेको तातो पानी के भन्छ पदार्थहरूलाई चाहिँ फ्लस आउट गर्ने काम गर्छ। अलराइट गाइस, अहिले चाहिँ म हल्का मासतिर हल्का नेचरलाई फिल गर्न जाँदैछु। सो लेट्स गो। हजुरहरू पनि सो गाइस, भ्यू चाहिँ एकदम बबाल छ है। क्लाउड पनि हल्का रेड टाइपले, अनि त्यसपछि लाइट पल्युसन चाहिँ एकदम बबाल है। सो अलराइट गाइस, हजुरहरूले थाहा पाउनु भयो होला म किन रनिङ नगएको भनेर। फर्स्ट क्लिपमा देख्नुभयो घोडामा चाहिँ एकदम त्यस्तो डिप पनि छैन तर पाकेको छ। सो राइट नाउ करेन्टली आई क्यान नट गो फर रनिङ, सो आई चुज टु वक इन दिस कुल मर्निङ। सो गाइस, अहिले चाहिँ म एउटा एकदमै इम्पोर्टेन्ट म्यासेज भन्न गइरहेको छु मेरो आउने फ्युचर सेल्फको लागि पनि र मेरो आउने युथ्स जेनेरेसन्सहरूलाई पनि। सो म्यासेज चाहिँ के हो भन्दाखेरि, हरेक बिहान जब तपाईँ उठ्नुहुन्छ नि त्यति बेला तपाईँसँग दुईवटा चान्सेस हुन्छ क्या। एउटा भनेको पोजिटिभ कुराहरू गर्ने र अर्को भनेको नेगेटिभ कुराहरू गर्ने। र पोजिटिभ गर्ने कि नेगेटिभ गर्ने त्यो चाहिँ तपाईँहरूको माइन्ड मेकअपले हुन्छ क्या। तपाईँहरूले माइन्ड सेट कस्तो खालको राख्नु भएको छ र तपाईँको लाइफमा के छ गोल, तपाईँको लाइफको पर्पज के हो, हजुरहरूले त्यही अनुसार तपाईँले आफ्नो माइन्ड मेकअप गर्नुहुन्छ। सो गोइङ ब्याक टु 3-4 इयर्स एगो म पनि एउटा नर्मल नै भनौँ न, लाइक नट लाइक टुडे, तर एउटा एकदमै नर्मल चाइल्ड जसरी ऊ आफ्नो दिनहरू बिताउँछ हाँस्दै खेल्दै, म पनि त्यसरी नै बिताउने गर्थेँ। तर जब म ठुलो हुँदै गएँ 13, 14, 15 त्यति बेला मलाई रियलाइज भयो कि लाइक लाइफ इज नट एबाउट दिस अल। लाइफ भनेको चाहिँ एकदम हुन्छ नि सङ्घर्षले भरिपूर्ण भएको एउटा पाठ हो। सो त्यो पाठलाई चाहिँ हामीले शब्दमा बयान गर्न पनि सक्दैनौँ आई गेस, किनभने लाइफ इज वे टु लङ अनि धेरै कुराहरू हामीले भोग्नुपर्छ, गरेर सिक्नुपर्छ होइन। हार्डवर्क गर्नु चाहिँ छोड्नु भएन र डेडिकेट भएर चाहिँ आफ्नो कामप्रति लगनशील हुनु पर्यो। सो यति नै हो म्यासेज चाहिँ। भन्दा अलिकति मलाई लाइक एक्सप्रेस गर्नु आएन, त्यही पनि मैले लाइक यो अहिलेको जुन सिनेरियोमा छ, इभन मलाई क्यामेरामा बोल्नु पनि आउँदैन क्या। प्रथम कुरा यो म हजुरहरूलाई मनदेखि नै भनेको, किनभने मलाई क्यामेरामा बोल्नु आएको भए म आई गेस आजभन्दा 5-6 महिना 1 वर्ष पहिल्यै बोलिसक्थेँ क्या। र मैले कन्टेन्ट क्रिएसन स्टार्ट गरेको पनि लगभग 1.5 वर्ष जति भइसक्यो। त्यही पनि मैले आजसम्म लाइक क्यामेरा अगाडि फेस गरेर यति कन्फिडेन्ट भएर चाहिँ कहिले पनि बोलेको थिइनँ। सो दिस अल जस्ट बिकज आई डोन्ट वान्ट टु रिग्रेट लेटर क्या। किनभने रिग्रेट जब आउँछ नि, रिग्रेट आएपछि तपाईँलाई यस्तोसम्म हुन्छ लाइक यु क्यानट फिक्स क्या। तपाईँले बरु कुन कुराहरूलाई फिक्स गर्नु सक्नुहुन्छ होला, तर रिग्रेटलाई चाहिँ गर्नु सक्नुहुन्छ, किनभने वान्स त्यो टाइम जान्छ त्यसपछि गयो सक्यो। सो अलराइट गाइस, अहिले चाहिँ म घर फर्किँदैछु किनभने कलेजको लागि रेडी हुनुपर्ने छ र बाजे नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? ल लाग्यो है बाजे। अलर्ट गाइस, हाम्रो चाहिँ काम भनेको चाहिँ यही हो होइन, रक्सी जाँड, विच इज भेरी डिफिकल्ट अनि एकदमै गाह्रो छ। रक्सी जाँड अहिलेको जुन जेनेरेसन छ नि, अहिले यो रक्सी जाँड गर्नु भनेको चाहिँ लाइक इट्स भेरी
हार्ड क्या। अनि यो चाहिँ मेरो मम्मीको जेनेरेसन्सहरूले त गर्नु नै भयो। मम्मीले त आफ्नो पुरै लाइफ टाइम नै गर्नुभयो। अनि घरमा पनि अब इट्स बिन लाइक मेरै घरमा चाहिँ लाइक इट्स बिन मोर देन 12 इयर्स हामी चाहिँ यही काम गरिरहेको छौँ। एन्ड स्टिल नट द्याट स्टेबल फाइनेन्सियली है। त्यही हो, सबैको घरमा आफ्नो प्रब्लम्सहरू हुन्छ। दिनहरू आउँछ। सो गाइस घाउ चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले, यस्तो एकदम दुखिरहेछ होइन। सो अलराइट गाइस, अहिले चाहिँ म आफ्नो टिफिन रेडी पार्दैछु। सो यहाँ चाहिँ मैले हाफ लिटर जति मिल्क लिएको छु। अनि यसमा चाहिँ अब म हल्का ओट्सहरू मिसाउने छु। प्लान्ट प्रोटिन, डाइजेसनमा केही इस्यु आउँदैन तपाईँहरूको। अनि यो चाहिँ एन्ड्रोइडको बनाना भ्यानिला फ्लेभर हो। हजुरहरूले चाहिँ यो प्रोटिन वाङ सप्लिमेन्ट्सबाट लिन सक्नुहुन्छ। सो सोलर गाइस अहिले चाहिँ म आफ्नो कलेजको लागि रेडी भइसकेँ। सो अब चाहिँ म सोलर गाइस अहिले चाहिँ म भर्खर स्कुलबाट आएँ होइन। अनि तपाईँहरू एकदम काम गरिरहेको छ एभ्रिवान। अब चाहिँ म यो आफ्नो बेटा एलाइन प्लस क्रिएटिन खाएर चाहिँ जिम लाग्छु। सो जिम चाहिँ म मम्मीलाई नभनिकन जान आँटेको। अनि अहिले चाहिँ हेर्नु सक्नुहुन्छ कति बजिरहेछ। सो गाइस जिममा चाहिँ म आफ्नो फोन लानु सक्दिनँ होला, किनभने मसँग ट्राइपड छैन। अनि त्यहाँनिर अडाउने ठोकाइ पनि हुँदैन। सो भिडियो चाहिँ म यहीँ इन गर्छु। आई होप सबैजनालाई भिडियो मन पऱ्यो होला। इफ मन पऱ्यो भने हजुरहरूले एउटा कमेन्ट गर्नु सक्नुहुन्छ। र कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज तपाईँहरूको लोकेसन पनि भनिदिनु होला। सो आई क्यान नो द्याट मलाई चाहिँ मान्छेहरूले कताबाट हेरिराख्नु भएको छ भन्ने मलाई थाहा हुन्छ। अनि त्यसले मलाई मोटिभेट पनि गर्छ। सो प्लिज कमेन्ट डाउन कताबाट हेर्दै हुनुहुन्छ। अनि सक्नुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। र यस्तै भिडियोहरू म आउने दिनहरूमा अझै एजुकेसनल भिडियोजहरू पनि लिएर आउने ट्राई गर्छु। सो अहिलेको लागि चाहिँ यही जस्ट सिम्पल एउटा आफूलाई कन्फिडेन्ट बढाउने भ्लग्सहरू मात्रै बनाइरहेको छु। किनभने क्यामेरा अगाडि फेस गर्नु थालेको मेरो भर्खर हो। सो त्यही नै हो। हजुरहरूलाई म अर्को भिडियोमा भेट्नेछु।